प्रत्येक महिनाको 15 गते पाठशालाका लघुकथा हाम्रो लघुकथा हाम्रो लघुकथा। नमस्कार दर्शक तथा श्रोतावृन्दहरू, स्वागत छ तपाईलाई पाठशालाका लघुकथा कार्यक्रममा। प्रत्येक महिनाको 15 गते चाहिँ आज पनि मङ्सिर 15 गतेका दिन म तपाईकै साथी जमिन राई पाठशालाका लघुकथा श्रृङ्खला 3 लिएर उपस्थित भइसकेको छु। आशा छ तपाईलाई आज प्रस्तुत भएका लघुकथाहरू मन पर्नेछ। यो भिडियोमा प्रस्तुत भएका लघुकथा सम्बन्धी प्रतिक्रिया, सुझाव, सल्लाह भए यसै भिडियोको मुनि कमेन्टमा कमेन्ट गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु वा लघुकथाकारको सम्पर्क नम्बरमा पनि तपाईले सम्पर्क गरिदिन सक्नुहुनेछ भन्दै लागौं आजको लघुकथातर्फ। आजको लागि पहिलो लघुकथा रहेको छ लघुकथा लोक्ने। लघुकथाकार खेमलाल पहाडी। खै यी कप तातो पानी मिठो कफी बनाऊ त। हिजो पनि घरभित्र पस्न नपाउँदै उसले भन्यो। उनी साँझका लागि तरकारी किलाउने धुनमा थिइन्। तापनि ढिलो नगरी कफी लिएर उनी नाथको छेउमा पुगिन्। ऊ अघिदेखि नै कम्प्युटरमा व्यस्त थियो। हुनसक्छ उसले श्रीमतीको उपस्थितिको महसुस गर्न सकेन। उनले दोस्रो कप तयार गरेर लैजाँदा पनि ऊ आफ्नो धुनमा मस्त थियो। उनले ध्यान तान्दै भनिन्, कफी। जवाफमा उसले भन्यो, उनले दोहोऱ्याएर कफी तताइन्। श्रीमानलाई टक्राइन्। श्रीमानले चिया सुरुप्प पारे अनि मुखमा राखेको चिया वाक्क ओकले। छन्नै गिलासको बिटले उनको अनुहारमा ताछेछ। साँझ खाना पस्किएपछि उनले 2 पटक दाल तताइन्। खाना खाँदै गर्दा श्रीमानले 2 पटक हिक्क हिक्क गरे। राति बिस्तारामा उनले सोधे, तिमी छोरी मान्छेहरू आफूलाई के सम्झिन्छौ हँ? दिनभरि घरमा थिचिएर छिमेकीका पिँढीमा पसारिएर गफिएर एक अर्काको कुरा काटेर बस्न सक्छौ, तर दिनभर कामले थाकेर चुर भई आएको लोक्नेलाई 1 कप तातो चिया बनाएर दिन पनि महाभारत पर्वत सम्झिन्छौ है? श्रीमानले यसो भन्दा उनी केही बोलेनन्। भोलिपल्ट बिहान उनले पूजामा जानी धेरै समय लगाइन्। के हो, पूजामा पुरै दिन लगाउने विचार छ कि कसो? खाना बनाएर अफिस पठाउने बारे पनि केही सोचिएको छ के? उनले हृदयमै भ्वाङ पार्ने गरी तीर प्रहार गरे। खानापछि कोट लगाई माग्दै गर्दा उनले सोधे, प्रार्थनामा भगवानसँग के माग्यो भन्न मिल्छ? कोटको कलर मिलाइदिने क्रममा उनले भनिन्, प्रभु, यदि मलाई दोस्रो पटक जन्म दियो भने कृपा गरेर कमिलाकै भए पनि भाले बनाइदेऊ। लघुकथा लोक्ने। लघुकथाकार खेमलाल पहाडी। त्यसै गरी अर्को लघुकथा रहेको छ उत्प्रेरणा। लघुकथाकार गङ्गा आचार्य सापकोटा। गाउँ छाडेर सहर पसेपछि पनि यी दिदीलाई कति दुःख गर्न मन लागेको। मेरो सवाल सुनेर छिमेकी गीता दिदीले मतर्फ हेर्दै भनिन्, यो दुःख होइन नि बहिनी, घर छेउको खाली जमिन सफा पनि हुने, तरकारी रोपे खाना पनि पाइने, त्यसैले फोहोर पन्छाउन थालेकी हुँ। उनी बोल्दै थिइन्। म वास्ता नगरी पसलतिर लागे। मैले दुवै हातमा सकी नसकी तरकारी बोकेर आउँदा उनले फोहोरको थुप्रो लगाइसकेकी थिइन्। केही दिनमा सबै फोहोर पोलिन्। थरी थरीका तरकारी रोपिन्। फुर्सदको बेला प्राय बारीमै देखिन्थिन्। मेहनत गरे जस्तै दिन गनेर तरकारी मौलियो। करेसाबारी निकै आकर्षक देखियो। मलाई पनि करेसाबारी राम्रो बनाउन मन लाग्यो। मैले आफ्नो घर छेउको फोहोरले भरिएको जमिनतर्फ पुलुक्क चियाएँ र तरकारी गोड्दै गरेकी गीता दिदीलाई सोधे, यसरी मनक्के तरकारी फलाउन माटोमा के राख्नुपर्छ? उनले मुसुक्क हाँस्दै भनिन्, प्रेरणा। लघुकथा उत्प्रेरणा। लघुकथाकार गङ्गा आचार्य सापकोटा। त्यसै गरी अर्को लघुकथा रहेको छ सोच। लघुकथाकार गङ्गा खड्का। दाई कहिले आउनुभयो अमेरिकाबाट? रमनले आशिषलाई सोधे। अस्ति मात्रै फर्केको भाइ, आशिषले उत्तर दिए। अनि अमेरिकामा निकै अडिनु भयो त? रमनको प्रश्न भुइँमा खस्नै नपाई आशिषले भने, फर्कन त चाँडै फर्कने भनेको ज्वाइँ छोरीले फर्कनै दिएनन्। छोरीको बिहे भइसकेको हो र दाई? रमनले जिज्ञासा राखे। लौ, तिमीलाई थाहा रहेनछ, मेरी छोरी आशाले त उतैको अमेरिकनसँग बिहे गरी नि। 2 वर्ष भइसक्यो। छोरी त भाग्यमानी रहेछ। अहिले त छोरो पनि भइसक्यो। उतैको नागरिक भइहाली। हामी त ढुक्कै छौँ।
आशिषले छोरीको भाग्यको बखान गरिरहँदा 4 वर्ष अगाडि आफ्नो छोराको अर्कै जातकी केटीसँग बिहे हुँदाको घटना रमनको मानसपटलमा नाच्न थाल्यो। तेरो छोराले त कहीँ नपाएर अर्कै जातकी भित्रायो होइन? कस्तो बेइज्जती रहेछ। टोल छिमेकमा त तेरो नाकै काट्यो नि। रमनको छोराले बिहे गर्दा यसरी सबैलाई उचालेर भाँड भैलो मच्याउने अरू कोही नभएर तिनै आशिष दिए। हरे मान्छेको सोच। अर्काको छोराछोरीले बिहे गर्दा चाहिँ जात हेर्नुपर्ने, आफ्नाले गर्दा चाहिँ न भूगोल हेर्नुपर्ने, न जात हेर्नुपर्ने, न धर्म हेर्नुपर्ने, न रीतिरिवाज। अझ अर्काको देशको नागरिक भएकोमा भाग्यमानी रे। आखिर कहिलेसम्म भौतिक सुखको पछि लागेर आफ्नो मातृभूमिलाई लात हानिरहन्छ मान्छे? रमन भित्रभित्रै मुरमुरियो। लघुकथा सोच। लघुकथाकार गङ्गा खड्का। त्यसै गरी अर्को लघुकथा रहेको छ बदला। लघुकथाकार गङ्गा दाहाल न्यौपाने। उनको चिच्याहाट सुन्दा यस्तो लाग्थ्यो मानव कलियुगमा सावित्री पुनः पैदा भइन् र यमराजसँग उनी आफ्नो पतिको प्राण फिर्ता माग्दै थिइन्। उनको चित्कारले आकाश छुँदै थियो। त्यो सुनेर नरसाउने कुनै आँखा नै त्यहाँ थिएन। सम्झाउने र हौसला दिनेहरूको पनि कमी थिएन। उनको लोक्नेको पार्थिव शरीरमा पिताम्बर ओढाइयो। खाट लैजाने तयारी भयो। हरिया बाँसमा कसेर उनका भाइहरूले लास उठाउँदै गर्दा ठुलो स्वर सुनियो। राम नाम सत्य हो, राम नाम सत्य हो। महिला जमातले उनको सिउँदोको सिन्दुर बगाइदिए, हातका चुराहरू फुटाइदिए। सिसाको स्पर्शले उनका हातबाट रगतको धारा बगिरहेको थियो। रगत देखेर उनी बौलाही जस्ती भइन्। उनी जुरुक्क उठिन्। महिलाहरूलाई लछारेर उनी पर भागिन्। उनले आफ्नो रोदन अन्त्य गरिन्। बेस्सरी हाँस्न थालिन् र एक्कासी चिच्याइन्, 10 वर्षकी मेरी बालका छोरी आफ्नै आँखा अगाडि बाबुको स्वास्नी भएको देख्न सकिन। छोरीमाथिको शारीरिक यातना हेर्न सकिन। मैले पाप गरे तर लुकाउन सकिन। मैले मेरै सन्तानका बाबुको हत्या गरे। मेरो लोक्नेलाई मैले मारे। लघुकथा बदला। लघुकथाकार गङ्गा दाहाल न्यौपाने। त्यसै गरी अर्को लघुकथा रहेको छ सिंह दरबार। लघुकथाकार गणेश नेपाली। जनताको स्थानीय सरकारले 7-8 वटा कुरामा आफ्ना गाउँपालिकालाई मुक्त क्षेत्र घोषणा गरिसकेको थियो। कतिपय काम पूरा नभए पनि मुक्त क्षेत्र घोषणा गरिँदै थियो। सकेसम्म पहिलो बन्ने होडबाजी थियो। यस क्रममा फेरि नयाँ विषयमा मुक्त क्षेत्र घोषणा खातिर 3 पटक बैठक बस्यो। अब अन्तिम रूप दिन सभाहलमा सबै उपस्थित भइसकेका थिए। सरकारवाला, कर्मचारी र जनप्रतिनिधि सबैको बाक्लो उपस्थिति थियो। कार्यालय सहयोगी सुनमाया र धनमायालाई भने सधैँझै भ्याइ नभ्याइ भएको थियो। नाम सुनमाया भए पनि ज्यानमा सुनमायाको एक छेसको सुन थिएन। नाम धनमाया भए पनि धनको बास धनमायाको जीवनमा देखिएको थिएन। बल्ल तल्ल सहयोगीको रूपमा काम पाएको पनि त्यही भएरै होला। आज पनि सुनमाया र धनमायाले सभाहलमा 2 पटक चिया पुर्याए। अब नास्ताको पाला आएको छ। उनीहरूले चिउरा र मासु हाजिर गराए। चिउरा मासुको बलले होला सभाहलमा चर्काचर्की आवाज र होहल्ला भयो। कसैले अलि बढी नै मुख चलाए, कसैले नबोलेरै दिन बिताए। कार्यक्रम समापनपछि बन्दखाम समाउँदै उपस्थित सबै पालै पालो बाहिर निस्किए। सुनमाया र धनमाया भने असरल जुठा प्लेट, गिलास र चम्चा जम्मा गरेर धुन व्यस्त भए। जुठा भाँडा मस्काउँदै सुनमायाले भने मुख चलाएको भरमा बैठक भत्ता बुझ्नेहरू घरमा पुग्ने बेला भइसक्यो। हामी हात चलाउनेहरूले त्यही तलब लिन महिना कुर्नुपर्छ। त्यसैमा धनमायाले थपी, धेरै ठुलो स्वरमा नकरा, फेरि सुन्ला। सिंहदरबारको अधिकार गाउँ गाउँमा भनेको त्यही त होला नि। अघि न भाषणमा भनेको सुनिनस्? त्यतिकैमा नजिकै शौचालयबाट घर्याक्क ढोका खोल्दै हाकिम बाहिर निस्किएर मुसुक्क हाँस्दै गए। सुनमाया र धनमाया भने राता पिरा मुख बनाउँदै एकले अर्कालाई हेराहेर गरिरहे। लघुकथा सिंहदरबार। लघुकथाकार गणेश नेपाली। त्यसै गरी अर्को लघुकथा रहेको छ खुसी। लघुकथाकार गणेश वर्तमान। जति बेला पिमल 8 कक्षामा अध्ययन गर्दै थियो त्यति बेला उसलाई लाग्थ्यो म जतिको दुखी मान्छे संसारमा अरू कोही नहोला। बिहानै उठ, दिनभरि पढ, राति अबेर सुत। छ्या, विद्यार्थी जीवन। ऊ पढाइसकेर जागिर गरेको मान्छेको जिन्दगीलाई खुसी देख्थ्यो। जीवनमा खुसी हुन त जागिरे भएर पैसा कमाउनु पर्ने रहेछ उसलाई लाग्थ्यो।
समय बित्दै गयो। एक दिन ऊ पनि जागिरे भयो, पैसा पनि कमाउन थाल्यो। अहिले पनि ऊ खुसी हुन सकेन। उसलाई अचम्म लाग्यो। उसले सोच्यो, जागिर खाएर अरू खुसी हुने, म चाहिँ किन नहुने। एक दिन उसले सुखी देखिने आफ्नो एकजना साथीलाई भेट्यो र भन्यो, अरे यार, तैँले त जिन्दगीलाई हराभरा बनाएको देखे। त जतिकै मैले पनि पढेँ, कमाएँ, तर म त जस्तो सुखी हुन सकिनँ। यसको रहस्य के होला? मुस्कुराउँदै उसले भन्यो, खुसी हुनलाई धन होइन, मन चाहिन्छ। तसँग मेरो जस्तो मन कहाँ छ र? लघुकथा खुसी। लघुकथाकार गणेश वर्तमान। त्यसै गरी अर्को लघुकथा रहेको छ इन्जिन। लघुकथाकार गम्भीर कमल। आजसम्म सेकेन्ड ह्यान्डले नै जिन्दगी चलिरहेको थियो। नयाँ चट्ने मन भए पनि काम चलाउमै रहरहरू अल्झिएका थिए। सेकेन्ड ह्यान्ड भएपछि उही त हो, मर्मत गरिरहनु पर्ने हुन्थ्यो। महिलाको घाँटीको सल जस्तै खर्च आइरहन्थ्यो। वर्तमान कच्चा सम्बन्ध जस्तै यसका पाठ पूर्जा घरिघरि मिलाइरहनु पर्थ्यो। मोटरसाइकल स्टार्ट नभएपछि म वर्कसपसम्म डोर्याउँदै पुगेँ। सलिम भाइले यसलाई धेरै पटक मर्मत गरिसकेको थियो। उसले प्लग गएछ भन्यो र फेरि दियो। स्टार्ट भयो। मेरो काम सकिए पनि म एकछिन बसेँ। वर्कसपमा अर्का एकजना पनि मोटरसाइकल सर्भिसिङका लागि आएका थिए। परिचय गरेँ। म लक्ष्मण, कोपिला सहकारीको प्रमुख। मैले पनि परिचय दिएँ। उनी फरासिला रहेछन्। चुरोट पिउँदै केही समसामयिक गफ गरे। उनी आफ्नो बाइकमा प्रयोग गर्ने पाठ पूर्जाबारे निकै चासो दिइरहेका थिए। ओरिजिनल सामान प्रयोग गर है भाइ, मोटरसाइकल बनाउँदै गरेका केटालाई उनले निर्देशन दिए। यसैबीच उनले 2 क्यान बियर भ्याए। त्यसै बेला सलिमले सोध्यो, मोबिल चाहिँ कुन हालिदिउँ सर? उनले भने, सबभन्दा राम्रो हाल, इन्जिन बचाउन परेन। मैले फ्याट्ट भने, 3 लाखको मोटरसाइकलको इन्जिनबारे यत्रो चासो र चिन्ता गर्ने तपाईँले आफ्नो शरीरको इन्जिनबारे चाहिँ किन व्यवस्था गरेको नि? लघुकथा इन्जिन। लघुकथाकार गम्भीर कमल। त्यसै गरी अर्को लघुकथा रहेको छ नयाँ सिरक। लघुकथाकार गीता तिवारी। यसपालि त जाडो पनि कति बढेको, कि बुढी हुँदै गएर धेरै जाडो लागेको हो। यो सिरक पनि साह्रै पातलो भएको छ। हजुरआमा एक्लै बोल्दै थिइन्। आडैमा नातिनी होमवर्क गरेर बसेकी थिइन्। उसले मतलबै गरिन। आज त छोरा आएपछि भन्नै पर्यो। आमाले मनमा नै सोचिन्। छोरा आएपछि आमाले कुरो राखिन्। आमाको कुरो भुइँमा खस्न नपाउँदै छोराले भन्यो, आमा, तपाईँले कस्तो माग राख्नु भएको हो? अस्ति भर्खरै तपाईँको नातिलाई यति धेरै खर्च गरेर विदेश पठाएँ। फेरि उर्मिलाको भदाको बिहे पनि यही महिनामा छ। सबैले एउटै साडी लगाउने रे, त्यहाँ पनि खर्च नै चाहियो। आम्दानी घटेको बेला छ। माघको 1 महिना जेनतेन झेल्नु, अर्को जाडोमा किन होला? भोलिपल्ट बेलुकातिर आमा कतै देखिएनन्। आफन्त, मन्दिर सबैतिर खोजे। छिमेकीले भने, घरमा तिमीहरू कोही थिएनौ, आमालाई ज्वरो आएको रहेछ। मैले दिउँसै अस्पताल लगे, निमोनिया भएको रे, भर्ना गरेर आएँ। राति नै दौडेर सबै गए, तर आमासँग बोल्न पाएनन्। आमा बितेको आज 13औं दिन भयो। आगन्तुकहरूको भिड थियो। क्याटरिङ नै बोलाएर खानाको व्यवस्था भएको थियो। नयाँ पलङमा नयाँ बिस्तारा बिछ्याइएको थियो। त्यही बिस्तारामा मलमलको खोल सहितको नयाँ बाक्लो सिरक पनि थियो। दानको राम्रो व्यवस्था देखेर आगन्तुकहरूले भने, छोरा हुनु त यस्तो, भाग्यमानी रहेछन् बुढी। लघुकथा नयाँ सिरक। लघुकथाकार गीता तिवारी। त्यसै गरी अर्को लघुकथा रहेको छ रोजाई। लघुकथाकार गीता शर्मा चापागाई। गएर भनिदिनु होला, त्यो केटासँग हाम्री छोरीले बिहे गर्न मानिनन् भनेर। लमी बाले भने, त्यति राम्रो खानदान, पढे लेखेको केटा, पैसा भएको, सरकारी अधिकृत भइसकेका, अनुशासित छन् भन्ने जान्दा जान्दै पनि किन नमानेकी होलिन् त नानीले? किन मानिनन् भन्दा पनि हामीलाई नै दिन मन लागेन। हामीले खोजेको जस्तो भएन। ए ठिक छ नि हजुर, नमाने ठिकै छ। अर्को दिन आएर लम्मीले फेरि भने, ल हजुर, साह्रै राम्रो केटाको कुरा आएको छ यसपटक पनि, के गर्नुहुन्छ? केटेका बाबु केही बेर मौन भएर सोच्दै बोले, के गर्छन् हजुर केटाले? बाहिर गएर आएका, अलि उमेर चाहिँ फरक होला। ए कुन देश गएका रहेछन्? अमेरिका गएको 5 वर्ष भएको रहेछ। उतैको कार्ड बनाइसकेका छन् रे। यहाँ नेपाली सुशील कन्याको खोजीमा आएका रहेछन्। ए छोरी, आज त गजबको केटाको कुरो आएको छ, के गर्ने भन्? सबै कुरा सुनिसकेपछि छोरीले मक्ख पर्दै भनिन्, हुन्छ भनिदिनुहोस् बुबा।
बुबाले मात्र के उच्चारण गर्न भएका थिए। आमाले भान्साबाट चर्को स्वरमा भनिन्, एकपटक पनि नहेरी नबुझी हुन्छ भन्ने? के भने कि त्यस्तो? छोरीले मन्द मुस्कुराउँदै भनी, आमा बिहे गर्ने कहाँ केटासँग हो र? हेर्नुपर्ने अमेरिकाको भिसा पो हो त। लघुकथा रोजाई। लघुकथाकार गीता शर्मा चापागाई। त्यसैगरी अर्को लघुकथा रहेको छ वैचारिक परिवर्तन। लघुकथाकार चन्द्रप्रसाद नेउपाने। मेरा बाले बनाइदिएको गाउँको घर मन नपरेर मैले भत्काएँ र बेसीमा नयाँ डिजाइनको घर बनाए। सबैले वाह वाह भने। मेरा छोरालाई मैले बनाएको घर मन परेन, बुद्धि नभएका बाउ भनेर कति भन्यो। अनि उसले सहरमा पुगेर आधुनिक किसिमको घर बनायो। ऊ मलाई भन्ने गर्छ, विचारमा खोइ परिवर्तन। मैले भन्ने गरेको छु, छोरा म पनि समयको घेराभन्दा बाहिर थिइनँ। जति बेला म श्रेष्ठ र विचारवान थिएँ त्यति बेला मेरा बा सर्वमान्य, तर्कवान, सामर्थ्यवान थिए। लघुकथा वैचारिक परिवर्तन। लघुकथाकार चन्द्रप्रसाद नेउपाने। त्यसैगरी अर्को लघुकथा रहेको छ बिरामी। लघुकथाकार छवि रमन सिलवाल। म छोरालाई सधैँ यही बाटोबाट स्कुल लैजाने गर्थे। बाटोमा देखिने दृश्यहरूले उसको कौतूहल बढ्दै जान्थ्यो। एक दिन सडकमा गुडिरहेको एम्बुलेन्समा उसको आँखा पर्यो र सोध्यो, बाबा अरू गाडी गुड्दा त कराउँदैन, यो गाडी चाहिँ किन कराउँदै हिँडेको नि? मैले भने, बाबु यो एम्बुलेन्स हो, यसमा बिरामीलाई राखेर अस्पताल लैजाने गरिन्छ। छिटो छिटो जानका लागि यो गाडी कराएको हो। यसलाई सबैले बाटो छोडिदिनुपर्छ। यसको आवाजलाई साइरन भनिन्छ। उसले बुझे जस्तो गर्यो र भन्यो, ए। मैले उसलाई स्कुलको गेटसम्म पुर्याएर घर फर्केँ। केही दिनपछि अगाडि पछाडि पुलिसको गाडी साइरन बजाउँदै आयो। मन्त्रीको गाडी बीचमा थियो। सडकको पेटीबाट ऊ हिँड्दै थियो। फेरि उसले भन्यो, आज त बिरामीहरू धेरै गएछन् नि बाबा, पुलिसहरू पनि रहेछन्, बिरामीलाई पनि सुरक्षा चाहिन्छ बाबा। मैले उसको जिज्ञासा शान्त पार्दै भने, बाबु यिनीहरू बिरामी होइनन्, देशका मन्त्रीहरू हुन्। यिनीहरू ठुला मान्छे हुन्। यिनीहरूको सुरक्षाका लागि पुलिसहरू अघि पछि लागेका हुन्। उसले केही बुझे जस्तो गरेर भन्यो, उनीहरू त सधैँ बिरामी नै हुन्छन् कि क्या हो बाबा? सधैँ एम्बुलेन्स चढ्दा रहेछन्। उसको कुरा सुनेर म अवाक भएँ। लघुकथा बिरामी। लघुकथाकार छवि रमन सिलवाल। त्यसैगरी अर्को लघुकथा रहेको छ आशीर्वाद। लघुकथाकार छविलाल खड्का। बुढी बजैको छिमेकमा सहरभित्र नाम चलेको डाक्टर बस्थ्यो। उसको चर्चा सहरका कुना कुनामा फैलिएको थियो। उसको धेरै समय क्लिनिकमा र केही समय अस्पतालमा बित्थ्यो। घरमा श्रीमती, छोराछोरी र आमा थिए। एक्लै बुढी आमा। वैशले उन्मत्त, स्वास्नी र कलकलाउँदा छोराछोरीलाई भने उसले कहिले पनि समय दिन सकेको थिएन। सबैका आआफ्नै गुनासा थिए। ऊ भने पेसा र पैसामा लट्ठ थियो। अभाव पूर्ति गरेकाले स्वास्नी पनि अचेल धेरै नै खुसी देखिएकी थिए। अचेल डाक्टर भन्दा पनि पैसा प्यारो लाग्थ्यो उसलाई। बजैले छिमेकी डाक्टरको अवस्था नजिकबाट हेरिरहेकी थिइन्। दशैं आयो, टिकाको दिन ठुलाबाट टिका र आशीर्वाद लिने परम्परा धान्दै बजैले आफ्नो नातिलाई टिका लगाइदिइन् र भनिन्, मेरो नाति ठुलो मान्छे भएस्, तर खेतालाको भरमा घर चलाउनु पर्ने पल्ला घरको नालायक डाक्टर जस्तो चाहिँ कहिल्यै नभएस्। लघुकथा आशीर्वाद। लघुकथाकार छविलाल खड्का। अर्को लघुकथा रहेको छ कर्मको फल। लघुकथाकार जनक सिग्देल। फोन आउँथ्यो, बल्ल बल्ल लाग्थ्यो अनि कट्थ्यो। पेट र छाती दुखेर ऊ फट्याक फट्याक भयो। उठेर बोल्ने होस थिएन। ऊ मनमा नै सोच्थ्यो र भन्थ्यो, अब म यसै मर्ने भएँ। एउटा बनारसी साडी नकिनिदिएको न्युमा रन्थनिएर हिँडे। ऊ छटपटाइरहेको थियो। उसकी साथी राधिका आइपुगिन् र भन्यो, के भयो कृष्ण? उनले आत्तिएर अस्पताल लगिन्। भिडियो एक्सरे, इन्डोस्कोपी र मुटुको इसिजी सबै जाँच गराइन्। कुनै खास असर परेको रहेनछ। केवल ग्यास्ट्रिक बढेको रहेछ। डाक्टरको सल्लाह अनुसार औषधि सेवन, खानपिनमा रेखदेख गरिन्। एक दिन उतै अस्पताल बस्न पर्यो। रातभरि राम्रो स्याहार गरिन्। भोलिपल्ट उज्यालो भयो। डाक्टरको आगमन भयो। डाक्टरले पुनः जाँच गरे अनि भने, ल ठिक छ, तपाईँको बिरामी लिएर जानुस्। चिल्लो, अमिलो र पिरो नखाउनु है।
उनले डाक्टरको सल्लाह अनुसार बिरामीलाई डिस्चार्ज गरेर घर लगिन्। गोपनीले लोक्नेको अवस्थाबारे थाहा पाई ऊ घर पुगे। उसले रुँदै भनी, मरेको भए मुख देख्न पाउँदिन थिए। हजुरले मेरो श्रीमानको धेरै उपकार गर्नुभयो, धेरै धेरै धन्यवाद। उसले गहभरि आँसु पारेर भन्यो, परेको बेलामा त श्रीमती भइनस्, त्यसैले जुन बाटो आइस त्यही बाटो जा। लघुकथा कर्मको फल। लघुकथाकार जनक सिग्देल। त्यसै गरी अर्को लघुकथा रहेको छ मृतात्माको आशिष। लघुकथाकार जयदेश श्रेष्ठ। पशुपतिको आर्यघाटको लाइनमा लासहरू जल्दै थिए। कोही मानिसहरू दुखी थिए, कोही खुसीमा थिए, कोही लास पोल्नेहरू बार्गेनिङ गर्दै थिए। यस्तो सस्तोमा कसले गर्छ? हामी घिउ पोल्ने बाहुन पो हो, पैसाकै लागि लास पोल्न पर्यो। सिन्दुर लागेका नोट र काम लाग्ने सामान पोका पार्नमै मस्त छन् लास पोलुवाहरू। छिची र दूरदूरमा गनाउने लास पोल्ने व्यवस्था देखिन्थ्यो। नाता बिना केटी मान्छेले अर्धजल दागबत्ती दिएको दृश्यले कसैलाई भावुक बनाउँदै थियो। कोही नौटङ्की ठान्दै थिए, कोही उभिएर हेर्दै, कोही आँखा बटार्दै थिए। सबै आआफ्नै धुनमा थिए। सकि नसकी एउटा शारीरिक अपाङ्ग माग्ने मान्छे टोलाउँदै लास पोलेको हेर्दै थियो। उसले आफ्नो खल्तीबाट जतनले सम्हालेर राखेको एउटा हरियो नोट लास चलाउने नानीको हातमा राखिदियो र हातमा ठोकिदियो। बिचरी नानी केही बोल्न सकिन। उसको सहयोगको नासो फर्काउन पनि सकेन। जिम्मेवारीको भारी बोकेको महसुस गर्दै उसले नानीको काँध थुम्थुम्यायो। सायद उसले पनि सोचेको हुँदो हो, आफू मरेपछि उसको बेबारिसे लास यिनै नानीले सद्गत गरिदिनेछिन्। लघुकथा मृत आत्माको आशिष। लघुकथाकार जयदेश श्रेष्ठ। त्यसै गरी अर्को लघुकथा रहेको छ अटेरी घुमन्ते। लघुकथाकार जया शर्मा। उसलाई घुमघाम अत्यन्त मन पर्थ्यो। बिदा भयो कि रात बिताउने गरी अलि टाढै पुग्ने गर्थ्यो। अन्य दिन पनि काममा जति व्यस्त भए पनि कहिले बिहान कहिले साँझको 1-1.5 घण्टा बाहिर निस्किने समय निकालिहाल्थ्यो। कोरोना फैलिँदै गरेको समाचार दिनहौ सुनिँदै थियो। चीनबाट सुरुवात भएको यो महामारीले युरोप अमेरिका हुँदै विश्वलाई नै जकड्दै थियो। नेपाल सरकारले सबैलाई घरैभित्र बसेर सहयोग गर्न र महामारी फैलिन नदिन आह्वान गर्यो। आवश्यकता बाहेक अन्य कार्यालयहरू बन्द गरिए। जनजीवन ठप्प भयो। बिरामी पर्दा त घुम्न नछाड्ने, म अहिले किन छोड्छु? यसो भनेर उसले सरकारलाई टेरेन। उसले लकडाउनलाई घुम्नका लागि मौका हो भनेर घुम्ने ठाउँहरूको सूची बनायो, तयारी गर्यो र निस्कियो। उसले बनाएको सूची यस प्रकार थियो। आफ्नै मनभित्र, परिवारका सदस्यको मनभित्र, भान्सामा, पुस्तकहरूमा, फिल्महरूमा ऊ लगातार घुमिरहेकै थियो। लघुकथा अटेरी घुमन्ते। लघुकथाकार जया शर्मा। त्यसै गरी अर्को लघुकथा रहेको छ सराप्ने पुरस्कार। लघुकथाकार टङ्कबहादुर आलेमगर। भट्याउने करायो, देश टोक्ने धमिरा। अन्यले एकै स्वरमा सरापे, मरिजा मरिजा। भट्याउने छनै चर्किन्थ्यो, देशका भ्रष्ट मान्छे। अरू रुँदै कराए, निको नहुने क्यान्सर लागोस्। देशको ठगा अङ्गलाई सबैले धारे हात पार्दै 7 पुस्ता किरा परोस्। देशलाई परनिर्भर बनाउनेहरूको जमघट कराउँथे, जिउभरि आगो लागोस्। जनता झुक्क्याउने चरित्र, सन्तान शोकले बौला बनुन्। लेन्डुप चरित्र, लडेर मर्न परोस्। कुर्सी दुरुपयोग गर्नेको अगति परि मर्न परोस्। यसरी उनीहरू पशुपति, स्वयम्भू, किरातेश्वर, मस्जिद, चर्च, गुम्बा, चैत्य, सगरमाथा, घाम, आकाश, धरती, सप्तकोशी, बुढासुप्पा आदि शक्तिहरूलाई सम्झँदै सराप्थे। यो सराप्ने क्रम अझ बढ्दै थियो। जनअधिकार नदिनेलाई झ्याउबा कराए। साँच्चै अदृश्य शक्ति छ भने सबैलाई आफ्नै श्रीमती श्रीमान देखेर डराउने फोबिया रोग लागोस्। उपचार गर्दा गर्दै तुम्बे बनोस्। यस्तो भन्दै बिहानै चौतारामा देशभक्त महान मनहरू कराउँथे। चन्दा उठाएर जम्मा भएको रकमबाट नूतन विषयले नियमित सराप्ने आउने व्यक्तिलाई सराप्ने समूहले सराप्ने पुरस्कार दिएर सम्मान गर्ने प्रस्ताव पारित गरे। त्यसपछि त झन अचिनारू मान्छे आकर्षक शब्द बोकेर सराप्न आउन थाले। हिउँद न वर्षा, चाड न पर्व, ऊ नियमित आइरह्यो।
अन्त्यमा नगद सहितको सराप्ने पुरस्कार उसले जित्यो। उपाध्यक्षलाई शंका लागेर चियो गरे, सराप्ने पुरस्कार प्राप्त गर्ने त महाभ्रष्टाचारीको छाप लागेको समूहकै अध्यक्षको मामा पो रहेछ। बल्ल अरू सराप नआउनेले थाहा पाए ठूलो रकम सहितको पुरस्कार घोषणा गर्नुको रहस्य। लघुकथा सराप्ने पुरस्कार। लघुकथाकार टङ्कबहादुर आले मगर। त्यसै गरी अर्को लघुकथा रहेको छ खुसी। लघुकथाकार टुकादेवी आचार्य। घरको करेसा बारीबाट वाकवाकी गरेको आवाज सुनियो। भित्र भान्सामा खाना बनाउँदै गरेकी माइली आमा फतफताउन थालिन्। कता मरिसे भनेको त वाक्न पो थालिछे, अब त जचाउन जाओ है, 2 महिनामा त छुट्टिन्छ भन्छन्। फेरि ढिला भएपछि छोरी नै पाउन के बेर, घरभरि छोरी छोरी, अर्काको नासु क्यार्नु। भोलिपल्टै बिहान सुभद्रा र उनका पति अस्पताल गए। भिडियो एक्सरे गरी बच्चा 7 हप्ताको भएको थियो। लिङ्ग छुट्याउन हेर्ने रकम तिरे। डाक्टर शर्माले बधाई दिए। दुवै दम्पति खुसी हुँदै घर फर्किए। माइली बजैले पनि छोरा बुहारीको अनुहार पढिन्, लख काटिन्। नाति नै हुने भयो। उनी निकै खुसी भइन्। त्यसपछि उनले बुहारीलाई गाह्रो साह्रो काम गर्न दिइनन्। हेर बुहारी, ज्यानको ख्याल गर है, गर्भमा भएको हाम्रो नातिलाई केही नहोस्, खान मन लागेको कुरो भनिहाल, मेरो नाति फेरि र्याले होला नि। माइली बजै दैनिक भन्ने गर्थिन्। निश्चित समय पुग्यो। प्रसव वेदनाले छटपटिएकी सुभद्रालाई अस्पताल लगे। केही समयपछि सिस्टरले भनिन्, ल बधाई छ, छोरी भयो, तर 12 घण्टा आइसियुमा राख्नुपर्छ। यो बिल काउन्टरमा तिरेर ल्याउनुस् त। उनका पतिले बिल लिए। त्यो भुइँमा खस्यो। उनी काउन्टरतर्फ गए तर कहिल्यै फर्केनन्। सुभद्रा भने बेडमै छटपटाइरहिन्। लघुकथा खुसी। लघुकथाकार टुकादेवी आचार्य। त्यसै गरी अर्को लघुकथा रहेको छ उपाय। लघुकथाकार डिलाराम आचार्य इच्छुक। सन्जु शहरमा बसेर पढेकी थिए। कोरोनाले गर्दा त्यहाँ लकडाउन सुरु हुने भयो। चाडपर्वको बेला थियो। ऊ आफ्नो गाउँको घर जान हिँडे। ठाउँ ठाउँमा बिग्रेको कच्ची सडक, त्यसमाथि गाडी बीच बाटोमा बिग्रियो। रात परेपछि मात्र ऊ बस बिसाउनेमा पुगी। ऊ बसबाट झरी। 1 घण्टाको पैदल यात्रा कसरी गर्नु भन्दै उसले घरमा कल गर्ने प्रयास गरी, तर असफल भयो। आँटै सकिन्छ भनेर ऊ अगाडि बढ्दै थिए। जङ्गलको बाटो अलिकति हिँड्नु पर्थ्यो। मरेका भूत मसानको भन्दा पनि जिउँदाहरूको डरले मन काम्न थाल्यो। उसै बेला केही केटाहरूले आफूलाई पछ्याउँदै गरेको आभास उसलाई भयो। ऊ छिटो छिटो अगाडि बढी। उनीहरू नजिक आएर जिस्काउन थाले। एक्लैले सामना गर्न कठिन थियो। गुहार माग्ने ठाउँ पनि थिएन। डराए भने झन न्याक्लान भन्ने सोच उसमा आयो। उसले खल्तीबाट मोबाइल झिकी र कुरा गर्न थाली। हेलो, म घर नजिकै पुगे। हो नि, गाह्रो भयो। स्वाब दिएर म त घरतिर आएँ। बस पार्क आएपछि अस्पतालबाट फोन आयो, पोजिटिभ भनेर। म गाउँमा आइसकेँ। घरमा पनि लिन आउँछु भन्दै थियो भाइले, नआउनु भने। घर गएर म अलग्गै बस्छु। फोन काटेर यसो हेर्दा त्यहाँका केटाहरू भागिसकेका रहेछन्। लघुकथा उपाय। लघुकथाकार डिलाराम आचार्य इच्छुक। त्यसै गरी अर्को लघुकथा रहेको छ ठेस। लघुकथाकार तुलसी पण्डित। जानु टाढै थियो। म बसबाट जाँदै थिएँ। मान्छे खच्चाखच थिए। 4 बजे स्कुल छुट्टी हुने बेला थियो। विद्यार्थीहरू लाममा बसेर बस चढिरहेका थिए। तीमध्ये एक प्रौढ व्यक्ति हातभरि किताब लिएर बसमा उक्ले। मैले ठाने उसको छोराछोरीको किताब होला। ऊ मेरो छेउमा आयो। मैले भने, खै त छोराछोरी हजुर, आफैले किताब लिएर आउनु भएछ। मेरो कुराले अरू विद्यार्थीहरू खितिती हाँसे। मलाई उदेक लाग्यो र सोधे, होइन यो के को हाँसो हो? विद्यार्थीहरूले हाँस्दै जवाफ दिए, उहाँ त बुढो विद्यार्थी हो नि, पढाइ निकै राम्रो छ। के रे बुढो विद्यार्थीले? उनलाई हेर्दै मैले भने, होइन तपाईँ यो बुढेसकालमा किन पढ्न स्कुल जानुभएको? उसले नम्र हुँदै भन्यो, हो हजुर, छोराछोरी सबै विदेश गए। ऊ बेला पढ्न पाइएन। अहिले छोराछोरीहरू फेसबुकबाट बोल्न खोज्छन्। आफूलाई आउँदैन, अरूलाई कति मिलाइदेऊ भन्ने। लाजै मर्नु भयो नि। मैले फेरि सोधेँ, तपाईँलाई त्यस्ता साना भुराहरूसँग बसेर पढ्न लाज लाग्दैन? उनले गम्भीर हुँदै भने, के को लाज लाग्नु? जब ठेस लाग्छ अनि चेत खुल्छ नि बरु। लघुकथा ठेस। लघुकथाकार तुलसी पण्डित।
त्यसैगरी अर्को लघुकथा रहेको छ जडेहाको गफ। लघुकथाकार त्रिपुरा पोखरेल खरेल। हेमन्तको मुटु कमाउने जाडो थियो। पृथ्वीवासी जाडाले कामेको दृश्य हेर्न नसकेर 1 हप्तासम्म बादलभित्र लुकेर बसेका सूर्यनारायण झुलुक्क झुल्किए। अफिस, निजी फाँट र घरहरूमा फुर्सद नभएका कामदारहरू जाडालाई नटेरेर काममा लागेका थिए। बुढाबुढीहरू हिटर कोइला तापेर ओछ्यानमा गुडिल्किएका थिए। केटाकेटीहरूको जाडो खाने बोकाको अभावले गर्दा सडकमा भेला भएर कराउँदै थिए। आछु आछु, जाडोमा कान ठाडो, भैँसीको पाडाको सिङ ठाडो। सडकमा करिब करिब 40 पुगेका 4 जना बेकामे जडेहा केटाहरू सुर्ती लुड्याउँदै गफ हाँक्दै थिए। आम्बो ब्रो, यो महिना त क्या मजा हौ। दशैं तिहार लोसार क्रिसमस कति हो कति चाडपर्व। घरमा त भात नखाएको पनि 2 महिना भयो। दोस्रो जडाले खल्तीमा हात हाल्दै भन्यो, अन्त साथी हाम्रो गाउँमा त कोरोनाले कम्ती मान्छे मारेनन् नि यसपालि। दिउँसो काम सघाउने बहानामा डम्म खाना खायो, राति किरियापुत्री रुङ्ने बस्यो। खाना पनि पाइने, तासको जितौरी पनि पाइने। यसपालि जस्तो कहिल्यै भएन। तेस्रो र चौथो जडालाई रातिको अनिदो र रक्सीको धङधङीले छाडेको थिएन। अहिलेको घडीमा तिनीहरूलाई गफ भन्दा पनि निन्द्रा र घाम प्यारो थियो। ह्या कस्तो झुर हौ साथी। जाँड रक्सी नखाने घरमा किरियापुत्री रुङ्न पनि के जानु। चिया पुरी सेलरोटी नाथे कोही खान्छ। मासु नदिए पनि नर्सिङ ट्वाक दिए हुन्थ्यो नि। पहिलो जड्याको कुरा सुनि दोस्रो जड्या धित मरुन्जेल हाँस्यो। चाडपर्व मराउ परौमा ज्यादती खाएर उसको भुँडी कराउँदै थियो। सुन न, हिजो आज बुढी र छोराछोरीले रक्सिया भन्दा अर्को शब्द लगाएर गाली गलोच नै गर्दैन। कुट्दा पनि तिनीहरूको मुख बन्द गर्न सकिन। लोदरहरू। दोस्रोले घर परिवारको गाली सम्झियो। मलाई त बाल मतलब छैन, काग कराउँदै गर्छ। पहिलोले पुरुषार्थ देखायो। अब भोलि जोन र मेरीको घरमा क्रिसमसको भोज छ। हाम्रो रीतिको खाना त त्यतै होला। दोस्रो जड्याले भोलिको भोजनको बन्दोबस्त मिलायो। खोलामा एकहोरो शङ्ख बजेको आवाज आयो। अब पर्सिदेखि 8-10 दिनसम्म खानाका लागि सुर्ताउन परेन। सबै जड्याहरू ढुक्क भए। लघुकथा जड्याको गफ। लघुकथाकार त्रिपुरा पोखरेल खरेल। दर्शक तथा श्रोतावृन्दहरू, फेसबुक पेज हाम्रो लघुकथा पाठशाला साथसाथै युट्युब च्यानल नेपाली कथाको संयुक्त प्रस्तुति पाठशालाका लघुकथा श्रृङ्खला 3 आजको लागि यति नै। कार्यक्रम सम्बन्धी प्रतिक्रिया भए कमेन्ट गर्न नबिर्सनुहोला भन्दै म कथावाचक जमिन राईलाई पनि अर्को महिनाको 15 गतेसम्मको लागि बिदा दिनुहोस्। नमस्कार। प्रत्येक महिनाको 15 गते पाठशालाका लघुकथा। हाम्रो लघुकथा।